साला यो पोर्चुगल ब्राजिलहरू हार्नेको कारण चाहिँ मै छु जस्तो लाग्छ क्या असल मेरै हात छ जस्तो लाग्छ घरिघरि जुन टिमलाई सपोर्ट गरे त्यही हार्छ है माटो अब अस्ति टक्क होइन ब्राजिल र नर्वेको गेम थियो टक्क अब आफू त ब्राजिलको सपोर्टर होइन यहाँ 6 स्टार हुन्छ भन्दै यहाँ भिडियो बनाउँदै होइन यस्ता नर्वे झाडालाई त माटो पटापट गोल हानेर है दोब्बी हान्छ भन्छ यार भिडियो बनाएर हालिहाल्यो लास्टमा त उल्टो नर्वेले उल्टो ब्राजिललाई दोब्बी हान्दियो अब म के भन्नु अब ल ठिक छ नि त अब ब्राजिल हार्यो आफ्नो ठिक छ आफूले मन पराएको देश हारिहाल्यो है अब ठिक छ नि त हाम्रो नेपाललाई माया गर्ने होइन देश एउटा पोर्चुगल थियो नि त पोर्चुगलले अब टक्क हेल्प गर्ने माया गर्ने त्यसलाई सपोर्ट गरौँ भनेको त्यो पनि खुल्के हिजो गरी गर्दा आफै पनौती छु जस्तो लाग्छ होइन होला के हो अरू कसलाई के भन्नु है दिमाग खराब पान परा अब यसो विचार गर्दा त अर्जेन्टिनातिर जानु पर्ला मगर क्यों अब त्यो पनि खुल्किहाल्छ कि कस्तो खुल्किहाल्छ कि अनि ठिक्क हुन्छ भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी